हेलो नमस्ते हामी चाहिँ कुसाचु ओन्सेन जाँदैछौँ हैन सञ्जीव र मलाई बेस्ट अफ लक भन्नुहोस् हामी गएर आउँछौँ अनपाकको लागि अहिले हामी गोयाबाट ट्रेन चढ्दैछौँ See you. र हामी चाहिँ 12:10 को ट्रेन चढ्दैछौँ त्यो भएर अनि हामी अहिले चाहिँ टाइम हेर्नुहोस् 12:18 गयो अनि हामी चढेको भर्खर रिसेन्टली 8 गयो अब हामी वहाँनिर नागानोहारामा पुगेर झरेर फेरि यहाँदेखि नागाराहरूसम्म ठ्याक्कै हामी 2:34 पुग्छौँ हो त्यहाँबाट हामी फेरि बसमा जान्छौँ 10 मिनेटभित्र हामी बस चढ्नुपर्छ昔の風がそっと吹く湯畑の音に耳を澄ませ思い出一つまた増えるちょいらちょいらちょいらちょいら草津の湯湾においち笑顔あふれるこの時間忘れられない旅になるちょいらちょいらちょいら夜の明かりに湯気が揺れて語り合う声温かいまた来ようねと約束して心に残る草津のうせちょいらこうジャパネス発祥 Like a marching each हामी होटलबाट निस्किँदैछौँ हामी यो होटल बसेको होइन कुसाचु दाइकन भन्ने ठाउँमा कुसाचु ओन्सेन दाइकनमा अब हामी निस्केर अब नाइट भ्यूको लागि जाँदैछौँ
होइन आज चाहिँ यो मोरी सो चाहिँ हेर्न भ्याएन। सो अब वरिपरिको इन्भाइरोमेन्ट हेरेर अब के छ अनि बेलुका खाना खाएर फर्किने। भोलि चाहिँ बनजिप जाने। ल यही वरिपरि हेर्नुहोस्, यो तातो पानीको बाफ हो जुन हामीले फेमस देखेको थियो नि, ट्री हो त्यो। अब यो वरिपरि हामी घुम्छौँ। अहिले चाहिँ साँझको 5 बज्न लाग्यो है। आउनुहोस्। अब मैले हेरेर भन्नुभन्दा मलाई चाहिँ अब स्पेसल लागेको ठाउँमा म भन्छु। अब भन्नुभन्दा यहाँ तपाईँहरूले पनि हेर्नुहोस्। लेट्स have a look. Let's have a look. साथमै बग्ने समय हेलो, कस्तो रमाइलो भइरहेको छ पुसाइको माउन्टेनमा। अन्त हामी त यस्तो आनन्द तातो पानीको बाफ आएको भएर यस्तो जाडो पनि भएको छैन होइन। हुनलाई चाहिँ यहाँ 1 डिग्री सेल्सियस छ, बट कस्तो राम्रो बाफ अनि सल्ट होइन, सल्टको स्मेल होइन, हाम्रो सल्ट। अनि यो चाहिँ नि यो चाहिँ नेचुरल हट वाटर हो, स्प्रिङ वाटर होइन। अनि यो नेचुरली यो हट वाटर बगिरहेको छ त्यहाँनिर हेर्नुहोस् होइन। उनीहरूले डिजाइन गरेर सहर बनाएको छ। सबै सल्ट हो, सल्ट वाटर हो नि त, त्यो भएर कस्तो स्मेल आइरहेको छ। बस्दाखेरि आनन्द भइरहेको छ हामीलाई, यहाँलाई प्रिसियस फिल भएको छ होइन। कस्तो मजा आउँछ कि यहाँनिर आनन्द घन्टौँ बसेर टोलाइराख्नु जस्तो होइन। सबै दुःख हार्ड रोगहरू सबैजना मिल्नसाय मिठी कुरासाय siapa Kokono Nibiu Mike Nina Niro Nakoto Wasemaku Mawasu Hanasikute siapa Minasai miti ne ishoni miti kudasai. झै सफा त्यो बिहान कुसात्सुको आकाश मुनि कुनै वाचा नगरी साथै हिँड्यो यो कुरी चियाको बाट उठ्ने बाफ मन पनि मिठो लाग्यो तिम्रो छेउमा हुँदा सबै उत्तर भेटियो कोरस साथमै बग्ने समय यही नै हो मेरो चाहना तिमी रमाइसोनी कुसात्सुको यो यात्रामा ओन्सनको न्यानो स्पर्शले थकान बिस्तारै बगायो तिम्रो आँखामा हेर्दा मनले घर भेट्यो भिड भन्दा टाढा हामी सिजुकाना मिछिमा नाम नदिएको माया फुल्दै गयो चुपचाप कोरस साथमै बग्ने समय कुनै शब्द नचाहिने तिमी हाँस्दा
संसार पूरा हुने सहर फर्किने बेला पनि कुसाथ सुमनमै रह्यो त्यो यात्रा सकिएला तर हामी अझै सुरु भयौं साथमै बग्ने समय साथमै बग्ने समय हिउँ झै सफा त्यो बिहान कुसात्सुको आकाशमुनि कुनै वाचा नगरी साथै हिँड्यौँ युकुरी चिया कपबाट उठ्ने बाफ मौन पनि मिठो लाग्यो तिम्रो छेउमा हुँदा सबै उत्तर भेटियो कोरस साथमै बग्ने समय यही नै हो मेरो चाहना तिमी र म ईशोनी कुसात्सुको यो यात्रामा ओन्सनको न्यानो स्पर्शले थकान बिस्तारै बगायो तिम्रो आँखामा हेर्दा मनले घर भेटायो भिड भन्दा टाढा हामी शिजुका नामिचीमा नाम नदिएको माया फुल्दै गयो चुपचाप कोरस साथै बग्ने समय कुनै शब्द नचाहिने तिमी हाँस्दा मात्र संसार पूरा हुने सहर फर्किने बेला पनि कुसात्सु मनमै रह्यो त्यो यात्रा सकिएला तर हामी अझै सुरु भयौं यस्तै मिठो पल तातो बाफ बीच तिम्रो हात मेरो हातमा अडिएको कुसात्सुको साँझ भित्र समय आफै रोकिएको ढुङ्गाको बाटो बिस्तारै हिँड्दा कुरा शब्द भन्दा गहिरा तिम्रो मुस्कान बत्ती झै रातलाई अझै उज्यालो बनाउँछ कोरस यस्तै मिठो पल फेरि फेरि बाँच्न मन छ तिमीसँग कुसात्सुमा समय आउन मन छ ओनसेनको न्यानो स्पर्श मनसम्म आइपुग्छ तिम्रो आँखामा हेर्दा संसार एकै ठाउँ थामिन्छ
छ चिसो हावामा पनि न्यानो छ तिम्रो साथ आज जहाँ भए पनि यही नै हो मेरो संसार कोरस यस्तै मिठो पल कुनै दिन बिर्सिँदैन तिम्रो नाम सँगै कुसाछु सधैँ सम्झिन्छु म सहर फर्किने बाटो भए पनि मन यतै अल्झिन्छ तर थाहा छ यस्ता पल हामी भित्र सधैँ बाँच्छ अन्त यदि समयसँग वाचा गर्न पाए यही क्षण रोज्थे तिमीसँग कुसाछु म फेरि फेरि यही पल हामीले यो मेनुबाट खाना अर्डर गरेको छौँ मोबाइलबाट अलिकति राम्ररी हाम्रो मोबाइलले वाइफाईले प्रपर काम गरेन सो हामीले खानामा चाहिँ यहाँनिर मगाएको छौँ है चुमानीमा छ फर्स्टमा हामीले खाना लगाएको आगे मन उसलाई पनि मनपर्ने मलाई नि मनपर्ने युवासी हाई 普通2号の熱燗ですね。じゃあこれこちらおチョコです。 सुपो पोलेको मासु होइन यसमा त यिनीहरूले नाभे दिँदो रहेछ नाभेको लागि रहेछ हामीले नाभे खाने र हाई じゃあチヂミでーす。 चिजिमिनी おいしそうこちらイワシの竜田揚げですね。ありがとうございじゃあますこれつび揚げです。 はいありがとうございますですल खाऊ बुढा जस्तो छ माछा कि मासुको के मासु हो आलु सी फुडको यो चाहिँ इका स्क्विडको मिठो पल तातो बाफ बिच तिम्रो हात मेरो हातमा अडिएको कुसाचुको साँझ भित्र समय आफै रोकिएको ढुङ्गाको बाटो बिस्तारै हिँड्दा कुरा शब्द भन्दा गहिरा तिम्रो मुस्कान बत्ती झै रातलाई अझै उज्यालो बनाउँछ कोरस यस्तै मिठो पल फेरि फेरि बाँच्न मन छ तिमीसँग कुसाचुमा समय आउन मन छ ओनसेनको न्यानो खाना हाम्रो ब्रेकफास्टको लागि हामीले पहिला नै रिजर्भेसनको बेलामा त्यही लिएर जाँदैछु साथमै बग्ने समय कुन चाहिँ सफा त्यो बिहान कुसाचुको आकाश मुनि कुनै वाचा नगरी साथै हिँड्यौ
यो कुरी चियाको बाट उठ्ने बाफ मन पनि मिठो लाग्यो तिम्रो छेउमा हुँदा सबै उत्तर भेटियो कोरस साथमै बग्ने समय यही नै हो मेरो चाहना तिमी र म साँच्चुको यो यात्रामा ओन्सनको न्यानो स्पर्शले थकान बिस्तारै बगायो तिम्रो आँखामा हेर्दा मनले घर भेट्यो भिड भन्दा टाढा हामी सिजुकाना मिछिमा नाम नदिएको माया फुल्दै गयो चुपचाप कोरस साथमै बग्ने समय कुनै शब्द नचाहिने तिमी हाँस्दा मात्र संसार पुरा हुने ब्रेकफास्ट गर्नु लागेको छु घुम्न आएको अनि ब्रेकफास्ट खाएको आज 2020 जनवरी हामी होटेलको साथ छु दाइको अनसेनमा बसेको छौँ जो ब्रेकफास्ट गर्दैछौँ त्यो हाम्रो ब्रेकफास्टको लागि धन्यवाद भगवान इदाराकिमास भयो हेर्नुहोस् यो भित्र यो पोटलीभित्र के होला छामाकिरे होइन म खोलेर हेर्छु है मैले फर्स्ट टाइम खाँदैछु भात होला कि मासु र मुचिकोमी हो र ए चिकाउ अरे के नातो र राइस रहेछ स्टिकी राइस अनि योलाई चाहिँ छामाकी भन्दो रहेछ हो ब्यागमा नातो राइस स्टिकी राइस मुचिकोमी ल यो तातो पानी हो होइन हिजो राति खिचेको थियौँ अहिले यहाँ खुट्टा यो पब्लिकमा चाहिँ नि खुट्टा अनसेन गर्ने ठाउँ है ल टिकट per person 700 Nana cream they show you me down you me so बाट भन्दै बल्ल गरे रहेछ पहिला चाहिँ ट्रेडिसनल रूपमा गरे रहेछ क्या Heart
ありがとうございました。基本の実演でございました。たくさんの人ありがとうございます。ショーもこれからまもなく続きますが、ここで今みんなお姉さんたち一度戻っていただきます。お願いいたします。はい、ありがとうございます。ありがとうございます。足元の悪い中、ようこそ北本宣伝中の湯今みと踊るショーにお越しいただきまして、誠にありがとうございます。今日の草津温泉なんですが、早朝はちょっと晴れてたんですが、そうですね、7時頃からですかね、雪がどんどん降り始めました。まあ今日一日はちょっと降るかもしれませんですね。そのしいです。お願いいたします。よろしくお願いしまして、本日の応援役のお姉さんでございます。続きまして、お姉さんの笑顔で皆様をお願いいたしております。 Natin test istiglin dulu. Oh
छातो पहाडले बोलायो आज कुसात्सु स्की रिसोर्ट नीलो आकाश चिसो हावा मनै खुसी मनै फुर्सद हिउँमा पाइला हाँसोको रेखा स्कीको चाल सपना जस्तै साथीहरूसँग रमाइलो पल आजको दिन यादगार बनोस् कोरस हिउँसँग खेल्दै समय बग्छ कुसात्सुमा खुसी झर्छ चिसो हावामा न्यानो मन आजको खुसी सधैँ सम्झना पहाडबाट तल झर्दा डर होइन उत्साह मात्र एकचोटि झरेपछि फेरि चढ्न मन लाग्छ ढल्दै घाम निस्कन्छ हिउँ सुनौलो देखिन्छ थकानसँगै सन्तोष छ आजको यात्रा 아리가또 오잖아. 라스만 먹지 마. पोरस हिउँसँग खेल्दै समय बग्छ कुसात्सुमा खुसी झर्छ स्की रिसोर्ट हाँसोको घर जीवनका पल अझै सुन्दर साँझ परेपछि तातो सुप्पा न्यानो कप न्यानो कुरा आजको दिन मनको कुनामा सधैँ बस्ने मिठो सम्झरा यस्तै मिठो पल तातो बाफ बिच तिम्रो हात मेरो हातमा अडिएको कुसात्सुको साँझभित्र समय आफै रोकिएको ढुङ्गाको बाटो बिस्तारै हिँड्दा कुरा शब्दभन्दा गहिरा तिम्रो मुस्कान बत्ती झै रातलाई अझै उज्यालो बनाउँछ कोरस यस्तै मिठो पल फेरि फेरि बाँच्न मन छ तिमीसँग कुसात्सुमा समय आउन मन छ ओनसेनको न्यानो स्पर्श मनसम्म आइपुग्छ तिम्रो आँखामा हेर्दा संसार एकै ठाउँ थामिन्छ चिसो हावामा पनि न्यानो छ
तिम्रो साथ आज जहाँ भए पनि यही नै हो मेरो संसार कोरस यस्तै मिठो पल कुनै दिन बिर्सिँदैन तिम्रो नाम सँगै कुसाछु सधैँ सम्झिन्छु म तपाईँ कति भयो 78 है तपाईँ 78 है 지가 참ここジップのところはいあとはこれは今後の往復のねあなた取って持って以上ですねこれですかआज के तपाईँले लिदिनु है जाने हो त मैले उ त्यो लाउनु पर्दो रहेछ कि ओके के त पनि सिमर तपाईँले त्यो लिनु है वहाँ देखाउने झर्दा ओर्दा यो तल माथिको दुईटैको टिकट है नहराउने यहाँ राख्नुहोस् है अहिले राखिदिए त मेरो अहिले राख्नु तिमीले राख्ने हो मैले त्यो लाउँछु पहिले थेबु कुरो आएको थियो तपाईँको लिनु त मलाई थेबु कुरो अर्को चाहिँ तपाईँले लाउनु यो मलाई तपाईँलाई मेरो दिन्छ है खै मेरो के मेरो थेबु कुरो तपाईँलाई दिन्छु भनेको पर्दैन क्या छोडिदिन्छ त्यो कति छ केमा छ ब्यागमा छ ब्यागमा छ म लिएर निकाल्दिन्छु何も履いてない携帯のために使ったんだけどはい怖いなきつくないですかきつくないですかきついオッケーお腹大丈夫ですペット的なのね少し開けてもらえたらすいませんオッケー楽です楽ですありがとうございます何分ぐらいですあれで乗るのसाथमै बग्ने समय कुन चाहिँ सफा त्यो बिहान कुसाचुको आकाश मुनि कुनै वाचा नगरी साथै हिँड्यो चियाको
उठ्ने बाफ मन पनि मिठो लाग्यो तिम्रो छेउमा हुँदा सबै उत्तर भेटियो कोरस साथमै बग्ने समय यही नै हो मेरो चाहना तिमी रमाइसो नि कुसात्सुको यो यात्रामा ओन्सनको न्यानो स्पर्शले थकान बिस्तारै बगायो तिम्रो आँखामा हेर्दा मनले घर भेट्यो भिड भन्दा टाढा हामी सिजुकाना मिछिमा नाम नदिएको माया फुल्दै गयो चुपचाप कोरस साथमै बग्ने समय कुनै शब्द नचाहिने तिमी हाँस्दा मात्र संसार पूरा हुने सहर फर्किने बेला पनि कुसात्सु मनमै रह्यो त्यो यात्रा सकिएला तर हामी अझै सुरु भयौं साथमै बग्ने समय साथमै बग्ने समय हिउँझै सफा त्यो बिहान कुसात्सुको आकाशमुनि कुनै वाचा नगरी साथै हिँड्यौं युकुरी चिया कपबाट उठ्ने बाफ मन पनि मिठो लाग्यो तिम्रो छेउमा हुँदा सबै उत्तर भेटियो कोरस साथमै बग्ने समय यही नै हो मेरो चाहना तिमी रमाइसो नि कुसात्सुको यो यात्रामा ओन्सनको न्यानो स्पर्शले थकान बिस्तारै बगायो तिम्रो आँखामा हेर्दा मनले घर भेटायो भिड भन्दा टाढा हामी सिजुकाना मिछिमा नाम नदिएको माया फुल्दै गयो चुपचाप कोरस साथमै बग्ने समय कुनै शब्द नचाहिने म त स्की गर्छु भनेर यस्तो लाएर आएको डर लाग्यो जिप अन्त डर ढुकुर 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 भयो अनि त वेदर पनि यस्तो भयो तर मैले ट्राई गर्ने कि भनेर सोचेर अनि हुनलाई चाहिँ बल्ल 30 सेकेन्ड हो अरे होइन 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 19 20 21 22 23 24 25 26 27 28 29 हो है त्यति छ मेरो बुढो माथि हुन्छ म तल हुन्छु म त कहाँ कताबाट गर्ने नि जाने त उ त्यहाँ हो क्या उ त्यहाँ हो
त्यो ठाउँ हो त्यहाँ भन्थ्यो म त्यहाँ गएर इन्फर्मेसन त गर्नु पर्यो म क्यान्सल गर्छु म जान्न भनेर यो बेस्ट के को लागि ठाउँ चाहिँ यो यहाँ चाहिँ बेस्ट चाहिँ स्की गर्नेहरू हुन्छ नि यस्तो स्की होइन सिक्ने यहाँ अलिकति सिकाउँदो रहेछ हो थोरै सिकाउँदो रहेछ स्कुलबाट आएर चाहिँ स्कुल रहेछ कि स्कुल यो चाहिँ स्की स्कुल हो अरे त्यहाँ लेखेको छ बच्चाहरू पनि लेखेको छ नि कुसाचु स्की स्कुल लेखेको छ त्यहाँ कुसाचु स्की स्कुल लेखेको छ अनि एकछिन सिक्यो थोरै झुर गरेर अनि अलिकति जान्ने भएपछि अनि बुट फुरीहरू चाहिँ उता खिच्नु न जान्ने होइन उता त्यहाँ गएर इन्फर्म गरौँ आउनु सञ्जीव कुसाचुमा हामी पुरा स्की हान्न आएको है रमाइलो भइरहेको छ स्की होइन नि टोपी लाउनु होइन हिउँ मजा आएर यस्तो भएको ल हेर्नुहोस् यो सञ्जीव हो सञ्जीव पाउदुर कोटे सञ्जीव लुङ्गेली साइलो त्यहाँ छ आउनु जाऊँ जाऊ अहिले त घाम त लगाएको है हुँदैछ एकचोटि झरेपछि फेरि चढ्न मन लाग्छ दिन ढल्दै घाम मुस्काउँछ हिउँ सुनौलो देखिन्छ थकानसँगै सन्तोष छ आजको यात्रा सफल छ परेपछि तातो सुप्पा न्यानो कप न्यानो कुरा आजको दिन मनको कुनामा सधैँ बस्ने मन त छ नि केबलमा के भन्छ अरे यसलाई जिप फ्लाइ गर्न आएको हो म नेपालमा त गरेको छु नि फेरि माथि उसमा के हो अरे माथि काठमाडौँको होइन काठमाडौँको यतापट्टि हो माथि डाँडोमा त्यहाँ त गरेको छु तर त्यहाँ त थोरै थियो क्या यस्तो यस्तो थियो त्यहाँ त सिधा खालको थियो है यो त ओह्रालो खालको रहेछ कि कस्तो रहेछ गर्छु भनेर आएको है कतबाट गर्ने नि फेरि यो ए माथिबाट हो अनि त्यहाँबाट सुइँ ओन्ली 30 सेकेन्ड हो अरे के मलाई त डर लाग्यो खोइ यहाँबाट गएर कता पुग्ने हो नि फेरि तल कटेजमा कति रमाइलो देखेको त है सकिन्छ होला बुढा यो त स्की गर्नेहरूको लागि त हेभन रहेछ नि त है यहाँबाट जाने रहेछ कि सुइँलाई मजाको है जाने सिपालुहरू जान्छ होला यो बाटो त होइन यहाँबाट जान्न गयो त त्यो केटाहरू यहाँबाट गएको कि ए उताबाट घुमेर गयो होला गोलाउ सकिएला बुढा नगर छोड्दै मलाई त्यहीँ त अघि झिसुङ्ग भएको चिम्मा दान टोकेर तातो बाफ बिच तिम्रो हात मेरो हातमा अडिएको कुसाचुको साँझ भित्र समय आफै रोकिएको ढुङ्गाको बाटो बिस्तारै हिँड्दा कुरा शब्द भन्दा गहिरा तिम्रो मुस्कान बत्ती झै रातलाई अझै उज्यालो बनाउँछ कोरस यस्तै मिठो पल फेरि फेरि बाँच्न मन छ तिमीसँग कुसाचुमा समय आउन मन छ
हुन सेनको न्यानो स्पर्श मनसम्म आइपुग्छ तिम्रो आँखामा हेर्दा संसार एकै ठाउँ थामिन्छ चिसो हावामा पनि न्यानो छ तिम्रो साथ आज जहाँ भए पनि यही नै हो मेरो संसार कोरस यस्तै मिठो पल कुनै दिन बिर्सिँदैन तिम्रो नाम सँगै कुसाछु सधैँ सम्झिन्छु म सहर फर्किने बाटो भए पनि मन यतै अल्झिन्छ तर थाहा छ यस्ता पल हामी भित्र सधैँ बाँच्छ अन्त यदि समयसँग वाचा गर्न पाए यही क्षण रोज्थे तिमीसँग कुसाछु म फेरि फेरि यही पल朝の風に山が笑う草津の街が白い湯煙空へ溶けて今日という日が始まる石畳もゆっくり歩き足音さえ思い出に湯深けの絵胸に染みて時間はそっとほどけてくちょいらちょいらここは草津温泉心の奥まで知らない自分に出会える場所旅が記憶に変わる街夕焼け染まる山の影明かりが灯る温泉町笑い声さえ歌になる優しい夜が流れてくまた来ようねと心で言う何も言わずに湯に浸かるこの瞬間が宝物草津がくれた大切な時間ちょいらちょいら湯煙の街忘れないよこの景色何度でも帰ってき
후사로즈 제다로 저희라 저희라 이마 고소 유고요 더싸맞은 챈 유캐물이 다치 너머를 야마노 마치 코코로 모 가라다 모 호그레 테크 저희라 저희라石の道を下駄で歩けば昔の風がそっと吹く湯畑の音に耳を澄ませ思い出一つまた増えるちょいらちょいらबिहानीको कुहिरो चिर्दै बस अगाडि बढ्छ बिस्तारै हिजोको हाँसो तातो पानी मनमै बोकेर फर्किँदै सेतो बाफ ढुङ्गाको बाटो झ्याल भितबाट झलझली सात सुकाती शान्त पल आज सम्झनामा बदलिँदै कोरस फर्किँदै टोक्यो शहर मन भने अझै त्यही छ तातो नसेन चिसो हावा याद बनेर साथमा छ टाढा हुँदै जाँदा मनले भारी हुन्छ तर त्यो सान्त्वना छ फेरि आउने बाटो खुला छ रेलको ताला समयको चाल सहर फेरि नजिकिँदै काम र दौड सुरु होला तर मन शान्त हुँदै कोरसोको